सालमन हेर्नुहोस् टुना खै यसको त्यो प्लास्टिकमा के छ प्लास्टिक हेर्नुहोस् है यो चाहिँ फ्रेस सालमन टुना जे पनि बनाउनुहुन्छ फ्रेसवाला फ्रेस सुसी बनाउनु है। अब यसमा अलिकति त्यो उल्याउनुहोस् त टिफिन ऱ्यापर यो नाम अहिले यसको कुन यो प्रेस मेसिन हो है। अहिले एउटा चाहनु प्रेस मेसिन तपाईँले त्यहाँ कसरी बनाउँछ आई डोन्ट नो म मेरो तरिकामा सिकाउँछु है। टुना हो स्लाइस काटेको भर्खर रापारु टुना त रेडिमेड आउँछ आउँछ रेडिमेड उखालको हुन्छ नि त्यो के अरे अलि डोस्टहरू नुनी नुनी होइन स्पेसल डोस्ट यो चाहिँ उसको है अब यसमा तपाईँको 140 देखि 150 ग्राम राइस जान्छ है। यसको चाहिँ यो चाहिँ यसको के हुन्छ टु लेयर हुन्छ है। सुरुमा यसलाई चाहिँ यसरी ल्याएपछि है एक म्याच गराएर राइस राखिदियो होइन यसरी प्रेस भनेको के हो दबाउने चटनी यसरी राइस राख्नुहोस् एक लेयर भयो होइन पर्दैन आइडिया जानु पर्दैन आइडिया नजानु पर्छ। अब आइडिया वसाबी हाम्रो चाहिँ ऊ भइसकेपछि विदाउट नुरी तर यसको नाम चाहिँ प्रेस प्रेस सुसी 150 यस्तो छ 140 देखि 150 ग्राम भनेपछि एक साइजमा 70 देखि 60 देखि 70 ग्राम 70 अब यो राख्दा अब हामी टुना राखेको है 75 यसरी राख्नुभयो। यसमाथि फेरि माथि खाना कसैले सिसम सिड राख्छ कसैले तेरियाकी सस राख्छ कसैले क्रिम चिज राख्छ कसैले मायोनेज राख्छ हामी सिसम सिड राख्छ उठिसक्यो सिसम फिटको भाडा होइन त्यो रेस्टुरेन्ट अथवा होटलको जस्तो ऊ छ त्यसमा जे भनेको छ रेसिपी अनुसारले राख्नु हजुर सजिलो त छ तर यसको अलिकति गाह्रो पनि छ मेरोलाई। एल्युमिनियम पेपर चाहिँ यो माथिबाट ड्याङमा राख्नु ग्रुपमा पठाइदिन्छु सर अब सेम साइजमा यो भाँच्नु पनि भएन यसलाई बिगार्नु पनि भएन भाँचिन्छ नि भाँच्नु भयो भने त भाँचिहाल्छ नि भाँच्ने नै हो फेरि कहिले भन्छ यसो गर्दा पनि भयो हो। नभए तपाईँलाई चाहिँ त्यस्तो गर्न चाहिँ तपाईँलाई गाह्रो लाग्यो भने यसरी मजाले च्याप्दा पनि भयो। अब यसलाई केही पनि गर्नु पर्दैन सबै यसैमा छ। अब हामीले चाहिँ कटिङ गर्ने हो कटिङ गर्ने साइज ल्याएर जस्तै नजानेको पनि सिधा काट्यो छ त त्यहाँ खाँचा रहेछ त्यो खाँचामा काट्ने अब हेर्नुहोस् अब यसलाई निकाल्दाखेरि रेपारुसँग निकाल्ने होला अब उसले हुन्छ एउटा तलबाट निक्लिन्छ पेट्टा तलब होइन तलबाट निक्लिन्छ क्या हान्नै पऱ्यो यति इजी छ पुरै छरिदिनुहोस् ल्यान्स यस्तो प्लेट भयो पहिले यसमा